गाइज आज चाहिँ हामी आएको चौमला ढुङ्गा भर्ने ठाउँमा। हेलो गाइज, तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो एउटा मजेदार भ्लगमा, भिलेन वाइटी च्यानलमा। फेरि पनि हामी आएको छौँ आज पुरा मनोरञ्जन हान्न बजारतिर आएको त ढुङ्गा भर्न होइन। अब ट्र्याक्टरहरू यता लागेकै छन्, यता छ हाम्रो ड्राइभर, यता छिरिसकेछ, कहाँ पुगेछ थाहा छैन, तर घाम लागिसक्यो। अब हाम्रो कालो थोप्रा देखेर डर्नु मान्नु होला, तर हामी मनका शुद्ध सफा छौँ। कोही केटी छन् भने हाम्रो लागि मिलाइदिनु होला। तर मोबाइल चाहिँ आज गाइज होइन, पहिला चाहिँ म यो मोबाइलबाट बनाउँथेँ भ्लग, अनि आज चाहिँ हामीले एउटा साथीको मोबाइल पाएछ, खतरा छ। मलाई अलिअलि गोरो दिइरहेको, त्यसैले मैले भ्लग बनाइदिएको। आज गोरो देखाएपछि त अब भ्लग बनाउनु पऱ्यो भनेर पुरै ढुङ्गा भर्छौँ। अब सिधै घर जाने बेला देखाउँछौँ। त गाइज होइन, ट्र्याक्टर भरिसक्यो, यतापट्टि सबै खाना खाइरहेछौँ। बड्डाउँ यहाँ एउटा साथी, अनि भात खानासाना खान्छौँ, त्यसपछि फेरि अनि घरतिर लाग्छौँ। घर जा सिधै अब घर देखाउँछौँ। खायो ऊ हाम्रो ट्र्याक्टर निस्किँदैछ। अब हामी पनि बिस्तारै निस्किँदैछौँ, हिँडिरहेछौँ। मान्छे र म फेरि मान्छे अनि म हामी हिँड्यौँ बिस्तारै। खाना खाएर निन्द्रा लागिरहेको थियो, नमान्ने रहेछ। अब हिँड्यौँ भनेको पहाड पनि लास्टै नजिकै गाइज, पुरै पहाड, यहाँदेखि पुरै पहाड भ्यू देखिन्छ क्या। ठाउँ चाहिँ ओन्ली ढुङ्गा छ गाइज, यतापट्टि पुरै ढुङ्गा हो। त्यो पहाड पुरै देखिन्छ गाइज, अब रियालिटीमा पुरै देखिन्छ। यति नजिकै चौमला भनेको पहाड, तराई र पहाडको फेद हो क्या, बिचको भाग। अनि त्यताको पहाड अलिक कम देखिन्छ, यताको त पुरै स्पष्ट देखिन्छ गाइज। यताको त पुरै पहाड हो, यहाँनिरदेखि गाइज होइन, पुरै पहाड सुरु हो, पुरै देखिन्छ। यता गोदावरी छ साइडमा, गोदावरीबाट यस्तै पहाड छ क्या, पुरै देखिन्छ यताबाट गाइज, पुरै स्पष्ट गाइज होइन। यति हो आज भ्लग। तपाईँलाई मन परेमा लाइक गर्नु होला।